माननीय सदस्य राजीव खत्री, समय 3 मिनट। त्यसपछि माननीय सदस्य विदुषी राणा। सम्माननीय सभामुख महोदय, देशमा टेरामक्स, गिरिबन्धु, बालुवाटार, बाँसबारी, टिकापुर लगायतका जग्गा कृत्यको चर्चा हुन्छ। यस्तै अर्को एउटा प्रकरण पनि छ जसको चर्चा खासै छैन, त्यो हो औषधि अनाधिकृत मूल्य वृद्धि। औषधि जस्तो संवेदनशील र अत्यावश्यक वस्तुको लुटमा छुट दिएको छ। सभामुख महोदय, यो कुनै बनी बनाऊ आरोप मैले यहाँ राखिरहेको छैन। महालेखा परीक्षकको प्रतिवेदन मार्फत उद्घाटित भएको कुरा हो। औषधि व्यवस्था विभागका महानिर्देशकले 52 ब्रान्डको औषधिको मूल्य बढाएको देखिन्छ। 2078 सालमा विभिन्न 7वटा विदेशी कम्पनीका औषधिमा कम्तीमा 26.88% देखि 33.99% आफू खुसी मूल्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष 2076-77 मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा विदेशी 190वटा ब्रान्डको औषधि नवीकरण गरेकोमा 88वटा ब्रान्डका औषधिहरूमा करिब 34% मूल्य वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ। यसरी मूल्य बढाएको औषधिहरूको सम्बन्धित देशले तोकेको मूल्यभन्दा अधिक देखिएको छ। औषधि ऐन 2035 मा कुनै औषधिको मूल्य तोक्न वा वृद्धि गर्नुपर्ने औषधिको मूल्य अनुगमन समितिले औषधि परामर्श परिषदलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ। परामर्श परिषदले मन्त्री परिषदमा पठाई मन्त्री परिषदबाट मूल्य वृद्धि स्वीकृत भएपछि उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ। तर महानिर्देशकले नियमानुसार नगरेको पाइएको छ र महानिर्देशकको अधिकार क्षेत्रभित्र नभएको कुरालाई ऐन मिच्दै औषधिको मूल्य बढाउँदा नेपाली जनताले स्वास्थ्य उपचार गर्दा वर्षेनी अरबौंको भार खेप्नु परेको छ। सभामुख महोदय, 2074 यता 2082 को अन्तिमसम्म आइपुग्दा औषधिको नाममा कति लुट मचाइयो होला? यो 8 वर्षमा 4000 भन्दा माथिका औषधि, त्यसको मूल्यमा बढाएको प्रतिशत र नेपालमा भएको खपतलाई सिधा हिसाब गर्नुभयो भने यो लाखौंमा होइन, करोडौंमा होइन, अरबौंमा घोटाला भएको प्रश्न हुन्छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 4 वर्ष अघि उजुरी परेको थियो, जबकि ऐन विपरीत औषधिको मूल्य वृद्धि गर्ने पदाधिकारीको कार्यलाई नियम सङ्गत मान्न नसकिने महालेखा परीक्षकको निष्कर्ष छ। यस्तो गम्भीर विषयमा अख्तियार भने अनुसन्धान गरेको गरै छ। प्रथम दृष्टिमा नै बदनियत देखिने यस्तो घोटालालाई अझै अनुसन्धान छ भन्नुले अख्तियारको कामप्रति पनि शङ्का उब्जाउँछ। सभामुख महोदय, उपचार खर्चमा बिरामीको सबैभन्दा बढी खर्च औषधिमा हुने स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाउँछ। स्वास्थ्य सेवा महँगो हुँदा जटिल रोग लागेका व्यक्तिको उपचारले धनी निम्न मध्यम वर्गमा झर्छन्, निम्न वर्गका गरिबमा झर्छन् र गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुग्छन्। त्यसैले यो कालो धन्दा रोक्न र आरोपी उप तत्काल छानबिन गरी कारबाही गर्न सभामुख मार्फत सम्बन्धित मन्त्रालय र निकायहरूको ध्यान आकर्षण गर्छु। धन्यवाद।